पापको ज्याला नरक हो, पापको ज्याला दण्ड सजाय हो। त्यसबाट बचाउनको निम्ति त्यहाँ 6:23 मा दोस्रो खण्डमा भनेको छ, परमेश्वरको अनुग्रह, परमेश्वरको कृपा हामीको निम्ति प्रशस्त मात्रामा आएको छ, ख्रीष्ट येशूमा अनन्त जीवन। जो कोहीले आज ख्रीष्ट येशूलाई विश्वास गर्न सक्दछन् भने, ख्रीष्ट येशू को हुनुहुन्छ भने जानेर बुझेर उहाँलाई विश्वास मात्र गर्न सक्यो भनेदेखि त्यो व्यक्तिलाई मुक्ति छ, अनन्त जीवन छ, पाप क्षमा छ। ख्रीष्ट येशू त्यसको निम्ति बलिदान हुनलाई आउनुभयो। उहाँको आगमनको विषयमा, उहाँको जीवनको विषयमा, उहाँको मृत्युको विषयमा, उहाँको पुनरुत्थानको विषयमा बाइबलमा हजार वर्ष पहिलादेखि नै, 7-8 हजार वर्ष पहिलादेखि नै ख्रीष्ट येशूको विषयमा अगमबानीहरू, भविष्यवाणीहरू भइसकेका थिए। उहाँले एक एउटा बिन्दु पनि नछोडिकन, एउटा पोइन्ट पनि नछोडिकन, एउटा मात्रा पनि नछोडिकन ख्रीष्ट येशूले पुरा गर्नुभयो। अर्को कुरा, सबै कुरा ख्रीष्ट येशूमा पुरा भयो। कति कुराहरू ख्रीष्ट येशूले पुरा गर्नुपर्ने थिएन, गर्न सक्ने थिएन। उहाँको जन्म उहाँले छानेर हुने कुरा होइन, उहाँको मृत्यु उहाँले छानेर हुने होइन, अनि उहाँको पुनरुत्थान फेरि पौल उठ्ने कुरा, जीवित हुने कुरा उहाँले भनेर हुने होइन। तर परमेश्वर पिताले नै सबै कुरा ख्रीष्ट येशूमा पुरा गर्नुभयो र ख्रीष्ट येशूले गर्नुपर्ने सम्पूर्ण अगमबानी, भविष्यवाणीहरू पनि पुरा गर्नुभयो। त्यसै कारणले गर्दाखेरि येशू ख्रीष्ट साँच्चै नै जीवित परमेश्वर हुनुहुन्छ। येशू ख्रीष्ट साँच्चै नै शङ्का गर्न नपर्ने गरी मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा बाइबलले हामीलाई प्रमाण दिएको छ। येशू ख्रीष्ट मृत्युबाट जीवित हुनुभएको कुरा एकदमै महत्त्वपूर्ण कुरा हो। येशू ख्रीष्टको जन्मभन्दा पनि, येशू ख्रीष्टको मृत्युभन्दा पनि येशू ख्रीष्टको पुनरुत्थान अति नै महत्त्वपूर्ण कुरा हो। यदि येशू ख्रीष्ट पुनरुत्थान नहुनु भएको भएदेखि, यदि येशू ख्रीष्ट फेरि मृत्युबाट जीवित नहुनु भएको भएदेखि हामीहरूको क्रिसमस काम लाग्दैन। हामी क्रिस्चियनिटीभित्र बसेको क्रिस्चियनिटीको कुनै अर्थ छैन। ख्रीष्ट येशू कल्भर क्रुसमा मर्नु भएको र बलिदान स्वरूप आफ्नो जीवन दिनुभएको केही अर्थ हुँदैन थियो, किनभने त्यति बेला धेरै मानिसहरूको जन्म भएको थियो, धेरै नेताहरूको जन्म भएको थियो, धेरै गुरुहरूको जन्म भएको थियो, तर सबै मरेर गए। तर कोही मान्छे पनि फेरि जीव उठेनन्, बौरी उठेनन्, पुनरुत्थान भएनन्। कोही मानिसहरू पनि कतिपल्ट येशू ख्रीष्टको पुनरुत्थानको कुरा, बौरी कुरा गर्दाखेरि मेरो आमा पनि, मेरो बजे पनि 4 दिनसम्म बेहोस भएको थियो, बौरी उठ्नुभयो, फेरि जीवित हुनुभयो भनेर कुराहरू गरेको पनि हामी पाउँछौँ। होला स्वर्ग घुमेर आएर फेरि जीवित हुनुभएको कुरा पनि हामीले सुनेका छौँ, कतिको साक्षीहरू हामीले सुनिराखेका छौँ, तर फेरि मरेर गए। ख्रीष्ट येशू उहाँ मरेर तेस्रो दिनमा पौडी उठिसक्नु भएपछि, जीवित भइसक्नु भएपछि उहाँ फेरि मर्नु भएन। उहाँ 40 दिनसम्म, 40 रातसम्म आफ्ना चेलाहरू कहाँ, त्यति मात्र होइन, अरू धेरै मानिसहरूको बिचमा पनि उहाँ देखा पर्नुभयो। देखा पर्नु मात्र होइन, छुन लगाएको छ, उहाँसँग खान लगाउनु भएको छ, उहाँ जीवित हुनुहुन्छ भन्ने कुरा प्रमाण उहाँले 40 दिनसम्म लगातार रूपमा मानिसको बिचमा साक्षी दिँदै, गवाही दिँदै आफ्नो प्रकट गर्दै, आफ्नो जीवन प्रकट गर्दै, साक्षी दिँदै, प्रमाण दिँदै उहाँ हिँड्नुभयो। पहिलो कोरिन्थी 15 अध्यायमा तपाईँले 3-4 पदमा पढ्नुभयो भने त्यहाँ भनेको छ, उहाँ धर्मशास्त्र अनुसार उहाँलाई क्रुसमा टाँगिएको थियो। धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ फेरि जीवित हुनुभयो। अनि त्यहाँ भनेको छ 500 भन्दा बेसी मानिसहरू कहाँ उहाँ देखा पर्नुभयो। चेलाहरूको मात्रै कुरा गर्ने हो भनेदेखि मान्छेले भन्न सक्ने थियो, ख्रीष्ट येशूसँग सधैँ हिँडिरहेको कारणले गर्दाखेरि
आँखा धमिलो भयो होला, सोचेको कुरा मात्रै सोचिरहेको, त्यो मात्रै सोचिरहेको कारणले गर्दाखेरि देखे जसो भयो होला, एक दुईजनाको भ्रम पर्यो होला भन्न सकिन्थ्यो। तर ख्रीष्ट एकजना दुईजना मात्र होइन, एकचोटि दुईचोटि मात्र होइन, सपनाको कुरा होइन, दर्शनको कुरा होइन, तर ख्रीष्ट 500 भन्दा बेसी मानिसहरू कहाँ, आफ्ना चेलाहरू अरू मानिसहरू कहाँ बार बार देखा पर्नु भएर आफ्ना हातका दोबहरू देखाउँदै, आफ्ना पाउको दोबहरू देखाउँदै, आफ्नो कोखाको भाला, कोखामा घोचेको भाला, यो जुन घाउ थियो त्यो देखाउँदै प्रमाण गर्दै उहाँ यस संसारबाट जिउँदै नै उहाँ स्वर्गारोहण हुनुभएको। चेलाहरूलाई उहाँले भन्नुभयो, म जाँदैछु, तिमीहरू जैतुन डाँडामा त्यहाँ बस्नुपर्छ। अनि त्यहाँ चेलाहरू सबैको सामु उहाँले भन्नुभयो, म फेरि पनि तिमीहरूलाई लिन आउँछु, म फेरि पनि तिमीलाई लिन आउँछु। जसरी म गइराखेको छु त्यस्तै प्रकारले तिमीले मलाई देख्नेछौ। त्यस्तै प्रकारले प्रेरितको पुस्तकमा 1 अध्यायको 11 पदमा यही नै कुरा स्वर्गदूतले चेलाहरूलाई माथि हेरिराखेको बेलामा त्यहाँ स्वर्गदूतले पनि भन्नुभयो, के हेरिराखेको माथि तिमीहरूले? जसरी तिमीहरूले येशू ख्रीष्टलाई यहाँबाट उठाइराखेको देखिराखेका छौ, त्यस्तै प्रकारले तिमीले येशू ख्रीष्टलाई फेरि आइराखेको देख्नेछौ।